अझै पनि चालु नै छ बेच्न नसकेसम्म यस्तै हो वाउ डाँडा हेर न अब डाँडा आउन आँटेको हामी चाहिँ होइन अघि चाहिँ माहौल थिएन होइन ऊ के हो अघि चाहिँ डिस्कसिङ अब चाहिँ तिनजना काचेकुची गरेर बसौँ नै भनेर आयौँ होइन एकै ठाउँमा नत्र त एउटा वहाँ कता कता छरिएको थियौँ हामी अनि मान्छे पनि त्यस्तै डिस्कस्टिङहरू थियो अनि एकछिन बस्यौँ जैतै गरेर हामी चाहिँ गाडीबाट उत्रेर हिँड्दैछौँ हेर्नुहोस् बल्ल बल्ल हामीलाई थाहा भयो अनि अब जाँदैछौँ सबैजना भनिदिनुहोस् राधे राधे अहिले राधे राधे हुन्छ त्यति हुन्छ अनि अब हामी यहाँ डाँडाका पुरै एकछिन देखिन्छ हेरेर डाँडामासम्म अनि यो डाँडा ऊ त्यो डाँडामा जान्छ गुम्बातिर अहिले खुट्टाले साध्यो भने चप्पलले पनि साध्यो भने मेरो चाहिँ अनि हामी अब आइसक्यौँ उहाँ गएर देखाउनेछौँ है तपाईँलाई भित्र एकछिन भजन सुनेर आयौँ भजन भन्दा नि जोस् एउटा के सिकाउनु भयो दाइ जोस् इस्कनको बारेमा सबै भन्नुभयो गुरुले दाइ भन्दा नि अनि हामी चाहिँ अब यहाँभित्र आएको छौँ अब हामी एकछिनमा भजन सुन्न पनि जान्छौँ एकछिन यता उता गर्छौँ आरती त्यसपछि आरती सुन्न जान्छौँ त्यही मिल्दैन बनाउनु त्यही भएर नबनाएको त्यहाँ चाहिँ एउटा काण्ड के मैसँग हुन्छ त्यो चाहिँ होइन भगवद् गीता दिनुभएको थियो म चाहिँ अब धेरै पढ्नु फेरि बिचरा बहिनीले अनि गरेर दिइरहेको थियो नि म चाहिँ अनि कसैले लिनु भएन म लिदिनँ न त लिएँ पछि त अनि प्रिन्टिङ कस्ट भन्ने बित्तिकै बस अहिलेसम्म त म सहन्थेँ भगवान् 200 सम्म लिन्थ्यो होला होइन 200 सम्म लिन्छ हामी चाहिँ अब इस्कनबाट फर्क्यौँ अब चाहिँ खाने चाहिँ आखिरमा हाम्रो त्यही नै हो जे गरे पनि अनि हामी पसलमा एउटा पसलमा गएको कुकुर आइसक्यो मान्छे आउने त्यहाँ लिएर गएको नि तर हामीसँग त्यस्तो छैन अनि यहाँ पनि छ जस्तो छ त्यता नि होला कोलोनी रे अनि डाँडा काँडा छ हामी चाहिँ यहाँ कुदिरहेको छौँ पूजालाई होइन ऊ चाहिँ चौचौरीमा गएको थियो किनकि यहाँ माथि अब पसल हुन्छ कि हुँदैन थाहा छैन अघि आइहाल्यो हुन्छ छैन फुरफुर पऱ्यो तर त्यसलाई बाघले हायो क्या आउँदैन उतैबाट आउनुपर्ने हो अनि यहाँ पानी पर्न लागिसक्यो यहाँ हामी भित्र हामीसँग यति नभए त हामी कहाँ घुम्न गएको आज गलत बिजोक रमाइलो भइरह अब पानी पर्न लाग्यो हामी माथि डाँडामा थियौँ सर आएर मैले आम भने तिम्रो उहाँ हुनुहुन्छ पानी ठुलो पर्छ अब कहाँ जाने यो लाइभ टेलिकास्ट भयो यो लाइभ टेलिकास्ट बोको नि देखायो बोको कत्रो थियो दुःख उ त्यो हेर्नु मैले हामीलाई धेरै नै भइरहेछ अचेल 2081 साल आजसम्म मात्र यस्तो हुने अब भोलिदेखि नहोस् अर्को सालदेखि पानी सानो छैन यत्रो त छैन मैले बुकाले तिमीलाई टिपे धन्न नत्र त जान्थ्यो आज न त चटपटे मैले चाहिँ ताउतो कि के टिप्यो अरू चिजमा नै टिप्यो तर फर्स्ट इनिसिएटिभली अनि हाम्रो यस्तो छ ताल अहिले यो चाहिँ टुर हो एकदमै कहाँ त्यो हुन्छ नि गाउँबाट घर जस्तै देखाएको भर्खर आएर हेपेर मान्छे बाहिर निकालेर हुन्छ नि घरि माथि घरि तल यस्तो कुरा गरिदिएको म चाहिँ पानी गलतै भएको छ आज हामीलाई आज गलतै भयो यो पानी पनि अझ छड्के परेर यता ओत लाग्न भ्यायो माथि त लुत्रुकै पाइन्छ आयो चिसो त्यस्तै यसले भनिरहेको थियो म चाहिँ लिएर आउनु उस भन्दै थिएँ ज्याकेट ल्याम्प पनि छ यता खाइसक्यो क्या कम्पिटिसन पनि छ है फेरि यता कम्पिटिसन पनि छ
उता भिडियोमा नि अलिकति हेरेको मिठो छ फेरि अझै मिठो भयो के गर्नु त्यही आएको पानी गर्जेर क्या ब्रेक सब्जी कालो देखेर जानु अनि बोकोले नि साथै लगो पानीले नि साथै लगो जेले नि सातो लगाएको छ हामीलाई त हे भगवान् हेर्ने घर हुँदा त भिज्छौँ हामी त्यही त हामी त स्वाभाविकै रहेछ यो भन्दै भन्दै साथीहरूले मलाई त खेल त खेलेको छैन उनीहरू खाएको खै म बोलै रोक्यो कम भयो रोक्यो भने नि रोक्यो भन्छ गाँस बिना रोक्यो भने रोक्यो भने त भाइ त उता त्यो खुवाउँदा आएको बुझ्नु के गरेर खाल्टा भयो भने पनि चिप्लिन्छ नि खाएको भए पनि काम छैन ओदामा पनि त अझै एउटा बोको छुट्टी होला क्या त्यहाँ हेरिबस्छ हाम्रो त अहिले ठेस्न आउँछ ठेस्नै आयो यसमा ठ्यासै पारेर आज गयो यो बाटो दुईजना सामान बचाएको यो खाना पाउँदैन नि दाजु मैले चाउको बचाएको दुईजना चाहिँ आफ्नो ज्यान चाउचा पनि बन्द गरेर चाउचा भन्दै थिएँ खोल होइन हिम्मत नखोलिसके चाउचा के बुझ्यो पहिला तैँले टिपेपछि मलाई हिम्मत आएको त्यही नै केही घटना मेमोरिज हुन्छ हाम्रो भगवान् नि भन न मेमोरी जिन्दगीमा कहिले चाहिँ फेरि यसरी राख्दैछौँ उहाँ पुगिसक्यो उता बाटो चाहिँ पुगिहाल्छ अहिले उतै पुग्छ मलाई छोडेर दुईजना हामी भाग्दैछौँ होइन अब हाम्रो गन्तव्यमा पुग्छौँ एकदमै पानीले छिटाइरहेको छ त्यही पनि अब पुगौँ न भनेर जेसुकै होस् भनेर हामी अब हिँड्यौँ होइन अनि उहाँ गएर देखाउँछौँ बाटो पनि यस्तो छ कि तपाईँहरू भन्नु हुँदै केटीहरू अब नि कुद्छु ल अनि उहाँ गएर देखाउँछु ल दिदी दिदी हजुर कहाँ हिँड्नु भएको दिदी दिदी तपाईँहरूको एक्सक्युज मी सिस्टर म स्ट्रिट फोटोग्राफर हो तपाईँहरू मलाई देखेर कस्तो आदिवासीहरू झर्ना देखाउने बिर्सिनु तपाईँहरूलाई झर्ना देखाउँदै दिन्छु त्यो पूजाले देख्छ झर्ना यो अङ्कलले पनि कति प्यारी बजाएको बरु लानु नि लानु नि बरु त्यो पेट्रोल चाहिँ गरौँ सकिन्छ हामी बसेर के चाहिँ हुन्थ्यो र अलिकति धर्म भन्ने चिज चाहिँ मेरो कार धारो 10जना कारै हुँदैन थियो त्यही भएर पनि मेरो ट्र्याक्टर हुन्थ्यो क्या किनकि 10जना अट्नु नि पऱ्यो नि त कारमा ऊ त्यस्तै पोजेर बोलेर हुन्थ्यो हामी चाहिँ अब लाग्यौँ ल घरतिर भन्नुहोस् न केही आजको एक्सपिरियन्स तपाईँले देख्नै सक्नुहुन्छ सबै ठिकै भयो माथि जान नि पानी पऱ्यो पानी पऱ्यो अब थ्याङ्क यू बाई भगवान् तपाईँहरूलाई यो भ्लग नमस्ते गुड बाई त भनिसक्यो थियौँ तर फेरि जिन्दगीले हामीलाई घन्टा गरेर ल्याएर हामी इन्जोय गरेर आयौँ बस्न आहा मैले कहिले देखाएको थिइनँ भने साँच्चै काठमाडौँ थाहा थिएन मलाई कतिपय ठाउँहरू देखेको थिएन क्या हो म सितु गइहाल्नु भयो हाम्रो क्षेत्र है अनि के भयो भने चढ्यौँ ए यो त पुग्छ रत्नपार होइन माइती घरको कोटेश्वर भनेर चढ्यौँ अब लगेन खेल्छ त्यतैबाट जान्छ नि भन्ने त्यही भएर लागि त राति माइती घरबाट घुमाउँछ कि जस्तो तर खै यो कुन बाटो आइरहनु हो अब घन्टा घर आइपुग्नु यहाँबाट गाडी चढेर अनिसी घर जान्छौँ यत्रो घुम्यौँ क्या हामी त्यही भएर सुनाउन आएको सुनाउँ न होइन दरबार मार्गदेखि लिएर सरबार मार्ग सबै घुम्यौँ हामी चाहिँ केही छैन यो त हामी अस्ति घुमेको थियौँ
आज पुरै पुरै कुर्ता लाएर होइन टिका पनि सक्यो टिका पनि के गर्नु आज कहाँबाट आयो मलाई त्यो भन्ने खालको भयो घरबाट फोन अब त्यहाँबाट गाडी फेरि उसको बन्द रहेछ भने फेरि गौशालाबाट गएर के गर्नु अस्ति जस्तो दिक्क अनि त्यही हो अब त्यही बसिरहनु थियो अझ घर घरै रेस्ट गर्छौँ अनि त्यसपछि अब चाहिँ भाइ हुन्छ अब चाहिँ अन्तिम भाइ हो यो यो चाहिँ भाइ आज 2000 कतिको अब एकैचोटि हामी 82 मा भेट्छौँ ह्याप्पी 82 मा जान्छ जस्तो छ